विमल अङ्कल हजुर तपाईँले हामीले अघि बिहानदेखि देखेको यस्तो पानी झरीमा तपाईँले के खोजिराख्नु भएको छ हौ? होइन, तपाईँहरू चाहिँ को हुनुहुन्छ हौ? हामी चाहिँ मिडियाबाट आएको हो र हामीले बिहानदेखि यहाँ यसो गाउँडुल्दै गर्दाखेरि तपाईँलाई देख्यौँ। बिहानदेखि नै तपाईँले यसरी के खोजिराख्नु भएको थियो कि त्यसले गर्दा अब के समस्या पर्यो भनेर अब सोध्नु आएको नि। ए होइन, मलाई चाहिँ मेरो बाजेले कि हजुर अन्त यत्रो बुढो भइसकिस्, यत्रो उमेर भइसक्यो, तेरो दिमाग उम्रेन, छिपेन, पलाएन, अब त दिमाग तेरो छिपिनु पर्ने, पलाउनु पर्ने त दिमाग फुल्ने बेलामा भन्ने भनेको। अन्त के भनेको बाजेले, म त त्यो कुरै बुझिनँ। चाहिँ दिमाग कसरी फुल्छ उम्रिन्छ भने चाहिँ यहाँ हेरेको शिर उम्रेर फुलिसकेपछि यो फुल फुलेर यस्तो भइसकेको छ हो, यो कुहिसकेको छ। दिमाग चाहिँ उम्रेको छैन, यहाँ कस्तो हुन्छ दिमागको बोट चाहिँ भनेर खोजेको कि चिता नबुझेर नि। तपाईँले चाहिँ त्यस्तो के गर्नु भएर चाहिँ बाजेले चाहिँ त्यस्तो भन्नुभयो तपाईँलाई? होइन, बाजेलाई मैले यति मात्रै सोधेको थिएँ, बाजे यो बाटो चाहिँ कहाँ जान्छ भनेर सोधेको थिएँ कि। हजुर। अन्त बाटो कहाँ जान्छ र गयो भने कहाँ पुग्छ मात्रै सोधेको थिएँ खालि। त्यो बाटोको म तपाईँलाई अलिक देखाउँछु ल, आउनु मिलेर है। अन्त मैले चाहिँ यो बाटो चाहिँ नि बाजेलाई भनेको थिएँ कि यो बाटो चाहिँ कहाँ जान्छ भन्दा चाहिँ यत्रो बुढो भइसक्यो अहिलेसम्म कहीँ गएको छैन, यहीँ छ यो बाटो भन्छ हो। फेरि मैले बाजे अर्को पनि सोधेँ कि अब यो बाटो चाहिँ गयो भने कहाँ पुग्छ भनेको कि, त्यो पनि अहिलेसम्म गएकै छैन, यहीँ छ भन्छ हो। त्यही कुरा नबुझेर चाहिँ अझैसम्म तेरो दिमाग छिपेन, पलाएन भनेर चाहिँ बाजेले मलाई त्यसरी भन्दा चाहिँ अब चिन्ता नबुझेर चाहिँ दिमाग कसरी उम्रिन्छ भनेर हेरेको हो। अर्को पनि भनेको छ, त्यो ढुङ्गामाथि मुढा भएको कुरा, त्यो पनि देखाउँछु म तपाईँलाई। यो बाजेले अर्को कुरा पनि भने कि मैले नबुझेको, बाउ आमाको मन चाहिँ छोराछोरीमाथि, छोराछोरीको मन चाहिँ ढुङ्गा मुढा माथि भन्छ। खै ढुङ्गा मुढा माथि त के पनि देखिनँ म त, यो कुरा मैले बुझिनँ। तपाईँलाई के यो कुरा याद छ? मलाई पनि यस्तो त थाहा छैन, मैले पनि आज मात्रै सुनेको र अब हामीले त थाहा भएन। सो गाइस, तपाईँहरूमा कसलाई थाहा छ प्लिज कमेन्ट गरिदिनुहोस् होला यो भनेको चाहिँ के हो भनेर। हुन्छ, म पनि चिन्ता नबुझेको कुरा यही हो, तपाईँले कमेन्ट्समा भनिदिनुहोस् है यो के भनेको मेरो बाजेले डबल मिनिङ छ, केही बुझिनँ मैले। नमस्कार सेवारो हजुरहरूलाई है, यो सोनी सुब्बा भ्लगलाई फलो गर्नु नबिर्सिदिनुहोस् होला। र आजको भिडियो चाहिँ बाजे नातिको र यो डबल मिनिङ भएको भिडियो। ओल्ड जेनेरेसन र न्यू जेनेरेसनको कुरा अलिकति फरक हुन्छ, बुझ्नु साह्रो पर्छ। ओल्ड जेनेरेसनको कुरा चाहिँ अलिकति डबल मिनिङ भएको हुन्छ र चाहिँ त्यसले गर्दाखेरि अलिक बुझ्नै गाह्रो हुन्छ। चाहिँ अलिकति है मेरो बाजेले भनेको कुराहरू तपाईँहरूको माझमा राखेको के कस्तो हुन्छ हजुरहरूलाई लाग्यो बुझ्नु भएन भने एकदमै सरी है। तर पनि लाइक कमेन्ट्स गर्नु नछोडिदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला भनिकन यही भन्नु चाहन्छु हजुर सबैजनालाई। सेवारो नमस्ते। यसको बारेमा पनि बाजेले धेरै राम्रो कुराहरू भन्नुभएको छ है। यो केरा हो, यो घरमा हुने केरा हाम्रैतिर यहाँनिर। यसको बारेमा म तपाईँ हजुरहरूलाई एक दिन भिडियो बनाएर अवश्य टाइम पाएपछि बनाएर देखाउनेछु। प्रतीक्षा साथ होला।